गृहमन्त्री सुदन गुरुङको अर्को सफलता विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने 550 जनाको नाम सार्वजनिक। दर्शकबिन वैदेशिक रोजगारीको नाममा सर्वसाधारणलाई ठगी गर्ने गिरोह विरुद्ध सरकारले कड़ा एक्सन थालेको छ। गृहमन्त्री सुदन गुरुङको पहलमा वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउने अभियान अन्तर्गत वैदेशिक रोजगार विभागले ठगीमा संलग्न 550 जनाको नाम सार्वजनिक गरेको हो। विभागका अनुसार ती व्यक्तिहरूले विदेश पठाइदिन्छौ भन्दै विभिन्न देशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणबाट लाखौं रुपियाँ असुल गर्ने गरेको प्रमाण फेला परेको छ। पीड़ितहरूको उजुरी प्रमाण र विस्तृत अनुसन्धानका आधारमा उनीहरूको नाम सार्वजनिक गरिएको विभागले जनाएको छ। हालैका वर्षहरूमा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या बढेसँगै ठगीका घटनाहरू पनि तीव्र रूपमा बढ्दै गएको देखिएको छ। विशेष गरी खाडी मुलुक मलेसिया तथा युरोप पठाइदिने भन्दै नक्कली कागजात बनाउने, भिसा प्रक्रियामा ठगी गर्ने र सम्पर्कविहीन हुने जस्ता गतिविधि बढेका कारण सरकार दबावमा परेको थियो। गृहमन्त्री गुरुङले यस्ता आपराधिक गतिविधिलाई कुनै पनि हालतमा सहन नदिने स्पष्ट सन्देश दिएका छन्। उनले वैदेशिक रोजगारीको नाममा हुने ठगी नियन्त्रण गर्न सुरक्षा निकायलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिएका छन्। जनताको पसिनाको पैसा ठग्नेहरूलाई कानूनको कठघरामा ल्याउने उनले बताएका छन्। यसैबीच नेपाल प्रहरीले पनि नाम सार्वजनिक भएका व्यक्तिहरूमाथि निगरानी बढाउँदै उनीहरूलाई पक्राउ गरी कानूनी कार्यवाही प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ। प्रहरी स्रोतका अनुसार केही आरोपितहरू फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र बनाइएको छ। वैदेशिक रोजगार विभागले सर्वसाधारणलाई वैदेशिक रोजगारीमा जानु अघि अनिवार्य रूपमा आधिकारिक मेनपावर कम्पनी मार्फत मात्र प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। साथै कुनै पनि व्यक्तिले व्यक्तिगत रूपमा विदेश पठाउने दावी गरेमा त्यसप्रति सचेत रहन र तुरुन्तै सम्बन्धित निकायमा जानकारी गराउन पनि आग्रह गरिएको छ। सरकारको यो कदमलाई वैदेशिक रोजगार क्षेत्र सुधारतर्फको महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। यसले ठगीमा संलग्न व्यक्तिहरूलाई चेतावनी दिनुका साथै भविष्यमा यस्ता अपराध न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।